हेलो एभ्रिवान, गुड आफ्टरनुन, वेलकम टू माई कुकिङ भिडियो। आज म चिकन कबाब मसाला हेरी बिरयानी बनाउन नार्यो दिगे चिकन कबाब मसाला देख दामीलाई खानामलाई कति टेस्टी भइहाल्छ। यो पहिल्यै मैले म्यारिनेटर पर राखिसकेको थिएँ दिगे 1 घण्टा पहिले राख्दो पडन्छ, ठिक्क 1 घण्टा पहिले राख्दो पडन्छ। मसाला पुरै पसन्छ, बहुत टेस्टी हुन्छ। यो बिरयानीको लागि मैले तयारी गरिसकेको छु। त्यो चिकन कबाब मसाला मैले डीप फ्राई अरिन किनकि अनहेल्दी पनि हुन्छ। मैले हेल्दी चिकन कबाब मसाला बनाएको छु। 2 चम्मच तेल हाल्बर यसलाई पुरै आधा घण्टा लाग्यो। यसलाई बुन बर यसलाई सटी अद्दा अहिले त कति निको भइहाल्छ। आधा घण्टा पुरा लाग्यो मलाई, कति निको भइहाल्छ दिगे। अस्ति मैले 5-6 जना लागि बिरयानी बनाएको थिएँ। अब उनी दोस्तले आज अर्डर गरेको छ, धेरै निको भइहाल्यो थियो। उही दिन बहुत टेस्टी भइहाल्यो थियो। आज हामीलाई बनाएर भेट्दै भनेको थियो दिगे। यो मैले यो बिरयानीको लागि पनि यो खडा मसाला पनि हालिसकेको छु। अब यो प्याज स्याज हाल्नु दिगे यसलाई निक्किरी बुन्नु। उही दिन आएको थियो, त्यही भएर आज मुद्रा आशा जाने हो बुन्छु। बस सायद 10 बजे जाने हो। मुद्रा आशा अपन दोस्तलाई लगिबर जाने हो। उही दिन तेरे बनाया खाना बहुत टेस्टी, बहुत खुसी माणबर खायो भन्ना थियो दिगे। क्या कसैले मेरो बनाया कसैले आफूले अरिया कामलाई कसैले तारिफ अद्दा बहुत टेस्टी छ भन्ना रया भएर के आफैमा पनि बहुत खुसी हुन्छ, कन्फिडेन्स पनि बढन्छ। आज के हुन्छ कि हौसला बढन्छ भन्छ। आज म नयाँ नयाँ आइटम बनाउन पाऊँ र खेलाउन पाऊँ भन्ने हुन्छ। तर यो सिक्दै जाने काम हो, यो सिकिन्छ। बहुत निको लाग्छ। म आफ्नो कामलाई आफै गर्व अद्द किनकि म कामलाई नानो ठुलो भन्दैन, म जे हात पढ्यो उयो अद्दौ दिगे। यो बिरयानीको लागि पनि भइसकेको छ। मैले कसैलाई मिठो मिठोबाट खान खेलाउन नार्याउँ भने पछाडि उन खुसी हुन नाछन् भने पछाडि आफैलाई बहुत गर्व लागन्छ क्या। यो मसाला पनि बुनिसकेको छु मैले। अब यो बिरयानीको लागि मैले अब यो लेग पिस पनि मैले वरबर म्यारिनेटर पर राखिसकेको थिएँ दिगे। यसलाई हाल्नु अब हल्ला रे भोलपठाए त मेरो काम लो तति हुने भन्छ क्या कि उही चेली हुने हो। 3-4 दिनको लागि गइयो चेली। अब चाइनिज खाना खाने हो, तसै नुडल्स, पास्ता अनि फ्राई राइस अनि चिकन फ्राई राइस, अंडा फ्राई राइस तसै खाने हो। तति अब बच्चा के हुनान कि चाइनिजलाई ज्यादा फोकस अद्दान दिगे। अब उसै खाने हो। त्यही बल्ल भोलपठाए मेरो खाना बनाउने काम तति कुकिङ अध्य काम हुने लग हैन। छिछिटायर बल्ल म सगिहाल्यो दिगे। अब यो 3-4 दिन पाछा आउने हो। 3-4 दिन पाछा आउने हो। यो भोलपठाए त तति मेरो काम लग हुने न क्या कि मलाई त बहुत खुसी लागन्छ। कसैले मिठो छ बहुत निको छ भन्नुबर निको लागन्छ। काहे